त्यो कुकुर चाहिँ अनि भेट्नु चाहिँ भेट्यो रे अनि हाम्रो आइहाल्थ्यो हामीसँग फोन उठाएन फोन अनि मैले फोन गरेको के उहाँलाई अनि उहाँले चाहिँ के अरे मैले फोन गर्दाखेरि अङ्कल त्यो जस्तो कुकुर थियो उहाँ चाहिँ भेट्नु सक्नुहुन्छ हजुर कुकुर लिन आउनु भएको थियो त्यो कुकुर ल्याइदिनु भनेर भनेको अनि ला पनि त्यो त 4 दिन पहिला नि हराइसक्यो भन्नुभयो मलाई यहाँ गाडी चढेको त हाम्रो त यहाँ पछाडि देऊ कता कता छौँ हो हामीहरू यहाँ छौँ। हेलो एभ्रिवान नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ। हामी चाहिँ हिजो उता कपनबाट हिजो फर्क्यौँ अनि हाम्रो के अरे अस्ति कुकुर गरेको मैले फोटोहरू टाँसेको थिएँ नि त अनि त्यो कुकुर चाहिँ भेट्नु चाहिँ भेट्यो रे अनि त्यहाँ माथि एकजना दिदीले भेट्नु भयो रे अनि त्यसपछि यतैको बासिन्दा अङ्कलले पाल्छु भनेर लानुभएको रे कि अनि त्यसपछि फोन गर्दा त फोनै उठाउनु भएन रे बल्ल बल्ल फोन उठाउनु भएर अर्को नम्बरबाट गर्दाखेरि अनि पछि फोन उठाएर कुकुर सोद्धा त अनि 3-4 दिन भयो हराएको भन्नुभयो रे कि अनि अब के भएको खास न उहाँले दिनु नचाहेर त्यस्तो भन्नुभएको हो कि न साँच्चीकै हराएको कि म चाहिँ के कुरै गर्नु पाएको छैन नि त अनि त्यो भेटेर दिने दिदीसँग मात्रै फोनमा बोलेको उहाँले चाहिँ त्यसो भन्नुभएको थियो अनि गएर कुरा नि गर्नु उहाँलाई नि भेट्नु पऱ्यो कुरा गर्नु पऱ्यो अनि त्यो लाने कुकुर लाने अङ्कलले फोन उठाउनु भयो भने उहाँसँग नि कुरा गर्नु पऱ्यो भएर यहाँ निस्किनु लाग्यो बाबुलाई चाहिँ सुताइराखेर बुवा आमाहरू के भन्नुहुन्छ रहेछ उहाँहरूलाई नि म सोध्छु सक्नुभयो बुवा जानु हामी जानु लाग्यो अब बाँधेर तपाईँले नसमाएको अब हाम्रो मारे पनि मार्थ्यो अब के गरेर झिकाइदिनुहुन्छ है भनिदिनु त्यति केही नभए त्यो मान्छेले फोन उठाउँदैन भन्दै हुनुहुन्थ्यो दिदीले अस्ति त्यही बेला नै छोडिदिएको बाबुहरू टोकेर पनि टोक्थ्यो हाम्रो आइहाल्थ्यो हामीसँग फोन उठाएन फोन आइपुगिहाल्थ्यो त्यो भर्खर उठेर त्यो बाटो टाढो घुमेर भर्खर त पुगेको त्यहाँ सोधेको मैले त्यो काम गर्नेले यस्तो आएको छ भने अब आइहाल्छ पो भने मति समय आइहाल्छ आइहाल्छ भनेर अनि कहिले अलिक बेलुकाखेरि जाँदा अस्ति त्यही उम्केको दिन नि त समातेको छ नि त कुकुर त यताबाट गएछ नि त्यताबाट ए त्यो दिन ए म त खिड्की पछिबाट भोगिदियो पछिबाट होइन पछि अनि त्यो माछा पसल छैन त्यो मुसलमान अनि त्यो छोडिदिएको भए त त्यहाँ फेरि पछिबाट छोडिदिएको भए त आउँथेन नि हामी आमा छोरी चाहिँ अब हिँड्यौँ अब तल माछा उसमा जाउँ उसमा के अरे त्यो माछा पसलको कपालबाट माछा पसलमा जाऊँ त्यहाँ त्यहाँको दिदीलाई भेट्यौँ अनि त्यो दिदीले चाहिँ समाएर राख्नु भएछ अनि राखेपछि चाहिँ त्यो अङ्कलले पाल्छु भनेर मागेरै लगेको रे के अब आउँछ क्या नत्र आउनु त त्यसरी नसमाएको भए त कुकुर त आफ्नो घर बिर्सिँदैन नि त बुढी बिरालोहरूले ऊ गर्छ अरे कुकुरले त घर बिर्सिँदैन अरे नि त अनि अब जे भयो नि हामीले यत्रो वर्ष 9-10 वर्षै पालेको कुकुर अनि अब हामी चाहिँ जान्छौँ एकैचोटि उतैनिर हो धेरै टाढो छैन पर 5 मिनट पनि लाग्दैन घरदेखि त्यो दिदीको पसल चाहिँ घमाइलो घाम लागिरहेको छ तर चिसै छ अब फेरि ऊ बेलुका फर्किनु पर्ने हामी चाहिँ टाढो भएर कि है नजिक भए त आनन्दै हुन्थ्यो रमाइलो हुन्थ्यो नजिक भए त ल है त हामी जान्छौँ त्यहाँ दिदी भेट्छ कि भेट्दैन फेरि माछा पसल चाहिँ यही हो उयो टरा छ नि यही हो ओ प्लेन निलो आकाशमा कस्तो राम्रो प्लेन लिएको छ लान्छ तिमीलाई नै लान्छ होला हामी चाहिँ यहाँ आएको के भन्नुभयो अरे अनि मैले फोन गरेको के उहाँलाई अनि उहाँले चाहिँ के अरे मैले फोन गर्दाखेरि अङ्कल त्यो जस्तो कुकुर थियो उहाँ चाहिँ भेट्नु सक्नुभएको हजुर कुकुर लिन आउनु भएको थियो त्यो कुकुर ल्याइदिनु भनेर भनेको अनि ला पनि त्यो त 4 दिन पहिला नि हराइसक्यो भन्नुभयो मलाई अनि मैले 4 दिन पहिला हराएछ भने तपाईँले किन मलाई नभन्नु त्यही त मैले जिम्मा लिएर तपाईँले दिएको थिएँ अनि तपाईँले भन्नुभएको थियो मलाई केही पर्यो भनेमा तपाईँले फोन गर्छु भन्छु हराएको कुरा तपाईँले मलाई भन्नु पर्थ्यो अब त्यो कुकुरको ध्वनि आइरहेछ जहाँ पनिबाट खोजेर तपाईँ त्यो कुकुर जसरी नै ल्याएर मेरो पसलमा छोड्नुपर्छ भने कि मैले उहाँलाई त्यसपछि मेरो कल उठाउनु भएको छैन उहाँले अनि मैले जुन तपाईँको त्यो आउने माछा किन्ने दिदी हुनुहुन्छ नि जहिले मेरो आउनुहुन्छ उहाँलाई मैले त्यो नम्बर दिएर नि पठाएको कि अनि उहाँले कुरा गर्नु भएको छ अनि के त्यो थाहा भयो उहाँले चाहिँ त्यो पोस्टर देखेर यो मेरो भाइले देख्यो पहिला हजुर अनि त्यो मैले देखेर अनि रहेछ भनेर त्यहाँ
यही कुकुर सेम रहेछ मैले पनि यही पर्खिरहेको थिएँ कलेजमा मासुहरू ल्याएलाई खानालाई मेरो पनि ठाउँ नभएर मात्रै मैले देखाएको ठाउँ भएको थिएँ उसले आफै राख्थेँ उहाँहरूले चाहिँ फेरि त्यसरी नसमाएको भए कुकुर अनि समाएर राख्नुभएछ अनि त्यही भएर अब के अरे ऊ अब निस्किनु पाएन भन्दै हुनुहुन्थ्यो आउनु त आउने के हजुर यही हो टिका लगाएँ यसले यही हो नि त त्यहाँ अब तपाईँको घर साउले हराएको भनेन ए तपाईँको साउ हो तपाईँको हो साउ चाहिँ घरबेटी त यो उहाँकै घरको भएन भने हामी हुन चाहिँ अब मेन घर चाहिँ कहाँ हो त्यहाँ छैन बुद्ध पोखरी छेउमा भन्दै हुनुहुन्थ्यो त्यहाँबाट नि हरायो हजुर दिदी भेट्यो फेरि हरायो भनेर कस्तो मनमा हुन्छ नि बहिनीले फोन गरेपछि सबैजना खुसी भएर हामी त ल अब भेट्यौँ भनेर खुसी भएको अनि फेरि फोन गर्दा त ल हरायो भन्दा त अनि मलाई थाहै थिएन तर म त भनिदिएँ फोनै नगर्दै थिएँ के गर्ने मलाई त यति कुरा थाहा छ मैले जसलाई कुकुर देख्छु त्यसको घरमा छ म फोन गरिदिइहाल्छु लगिहाल्नुहुन्छ जसको बच्चा छ त्यो आफ्नो घरमा पुगिहाल्छ भनेर त्यतिमा कति सारेर मैले कुकुर राखेको थिएँ कि नै आन्टी भन्नु त आफूले बुझेर मैले फेरि यहाँबाट लगेर पनि भित्र पनि लगेर राखेँ नदिने भनेर फेरि अङ्कलले कतिचोटि मलाई नानी दिउ कि दिउ भनेर म राम्रोसँग राख्छु भनेर मैले दिएँ। उहाँले चाहिँ फेरि बहिनीले लैजाऊ भनेर भनेको भन्नुहुन्छ अघि आफ्नो माल यो अलपत्र पार्न भन्दा त यसलाई लगेर राखौँ न त अब मलाई पनि धर्मको कुरा हो भनेर लाग्छ उहाँले चाहिँ लैजानुहोस् भनेर जस्तो चाहिँ मलाई लागेन राखिराखेको अनि अङ्कलले आफै भन्नुभयो कि नाइ आन्टी भन्नु त पूजा मलाई दिउ भनेर राम्रोसँग राख्छु त्यो चाहिँ भन्नुभयो अनि मैले म नदिने जसको छ भने त्यो आफै लान्छ म कसैले नदिने यो कुकुर भनेर मैले भने अनि मैले ल्याएर त्यहाँ राखिराखेँ उहाँले चाहिँ के भन्नु भने बरु 1 दिन 2 दिन मौकामा राख्छु म यसरी चाहिँ उसमा फेसबुकमा यसरी हालिदिन्छु त्यही त उहाँले नलानु भएको भए त्यसरी नहराउनु नि सक्थ्यो अब कसलाई चाहिँ हामीले चाहिँ कसलाई उ गर्नु त बुवाहरूले चाहिँ अब तपाईँले समातेर राख्नु भएको अनि नसमातेको भए एकछिनपछि त्यो के अरे कुकुरसँग छुट्याएर राखेर एकछिनमा छोडेको भए आउँथ्यो भन्दै हुनुहुन्थ्यो बुवाहरूले चाहिँ छोडेकै मैले त फेरि पठाएको थिएँ नि आन्टी उतापट्टि जहाँ तेरो घर छ हिँड म लगिदिन्छु भनेर ऊ त्यहाँसम्म गएर फेरि मसँगै आयो अनि मैले यतिकै छोडिदिएको भए कुकुरहरूले काट्थ्यो ऊ गर्थ्यो टोक्थ्यो उसलाई अनि मैले ल्याइदिएको भए मेरोमा गल्ती छ भने ठिकै छ मैले अब त्यस्तो गल्ती नगरौँला हामी पनि त्यसरी अरू बेला जस्तै आउँछ होला भनेर नि उ गऱ्यौँ भरे अनि फेरि आएन अनि भरे तिम्रो उहाँले के भन्नुभयो भने यो राम्रो कुकुर हो बाटोको कुकुर भए पनि राम्रै छ अथवा छोडेर ल्याएको भए पनि राम्रै छ लगिराख्नु कसैले छोडेको पनि छैन यो घरको थाकेर आछ भन्नु पऱ्यो नि मैले तपाईँले नलानु भएको है त्यो आउँथ्यो त्यो 100% आउँथ्यो अरू बेला पनि निस्केको हो एक दिन मात्रै खुस्केको होइन कुकुरहरूले टोके पनि आउँथ्यो कि पोरपरानी त्यसरी घाइते भएर आएको त्यही त अनि कसैले समातेर थुनिदियो के त्यो अब सिकेट नै लामो छ अब के हो हामीले पनि समस्या गरेर राख्ने भनेर गरेकै हो होइन अब हामीले पनि 2-3 दिन घरमा राखेकै हो अब के त्यो अब सिक्ने नै चुरालेर गएपछि हामीले के गर्छ के हामी चाहिँ अब फेरि गाडी चढेर 10 मिनट जति लाग्छ अरे माथि त्यो अङ्कलहरू बस्ने ठाउँतिर अनि त्यहाँनिर गएर सोध्नु पऱ्यो अब सिक्री चुटाएर भागेको भन्नुहुन्छ उहाँहरूले अब नभए नि त एकचोटि त त्यतातिर सोधी खोजी गर्नु पऱ्यो यहाँ गाडी आएकै छैन यहाँ गाडी चढेको त हाम्रो त यहाँ कम्ती छ यहाँ पछाडि देऊ कता कता छौँ हो हामीहरू यहाँ छौँ समाउनै नपर्ने रहेछ हौ कति धेरै भिड हो पोखरी छ पोखरी समाउ है डर मलाई तल्लोपट्टि नि माथिपट्टि पनि है त खालि यस्तै घट्ने पुरा नीलकण्ठमा गर्दैन पुग्नु लाग्यो बेर छैन नि तर कुकुर खोज्ने क्रममा त हामी त कहाँ पुग्यो ल हामी चाहिँ एकैचोटि माथि निस्क्यौँ ल चाहिँ आइपुग्यौँ यहाँनिर बुद्ध पोखरी भन्ने ठाउँ चाहिँ तर कहाँनिर फर्स्ट बुद्ध पोखरी चाहिँ अब यतैतिर खोज्नु पर्ला सँगै के भन्नुहुन्छ खै त्यसो भन्नुहुन्छ खै पेटी सेटीले बानिराखेको छ कि केही छैन
फर्क्यौँ ल फेरि ऊ फर्किनुपर्छ नि त उता कपन अलि ढिलो हुन्छ फेरि उम्केकै होला के यसरी बाहिरतिर मान्छेहरूले देख्यो भनेपछि 4-5 दिन भयो भने ठ्याक्कै यसको पारिपट्टि छ नि एउटा पसल के स्टेसनरी के पसल हो त्यहाँको दाइले देखेको अरे अनि यतापट्टिको पसलको दाइले चाहिँ देखेर आइज भनेको अरे स्कुटरमा हुनुहुन्थ्यो अरे अनि आइज भनेर यसरी 2 घन्टा लाग्यो आएन अरे अनि यतै आयो अरे के अरूले भनेर फेरि सिगरेट फुकालेर पठाइदियो कि अब यता उता त होइन होला यतै उतै गर्नु हुन्छ ठिकै उहाँ अङ्कलहरू पनि पोस्टर निकालेर टाँच्दै हिँड्दो रहेछ अब फेरि मान्छेहरूले देख्यो भनेपछि फेरि कस्तो आश लाग्छ के भेटिन्छ जस्तै लाग्छ अस्तितिर त्यो बहिनीलाई यहाँ भेटेको जस्तो लाग्छ भन्छ कुनै तर यो भन्दा सानो कुकुरहरू पनि भेटेको हुन्छ होला देखेको हुन्छ होला होइन हेर्दाखेरि यस्तै कुकुरहरू नि अब चाहिँ हामी फर्किन्छौँ अब त्यही अङ्कलहरूले यहाँ यतातिर टाँच्नुहुन्छ अनि अब हामी चाहिँ गाडी चढेर फर्किन्छौँ फेरि अनि अब फेरि उसलाई ढिलो हुन्छ फेरि भोलि स्कुल जानुपर्छ ल हिँड्यौँ अब चाहिँ हामी चाहिँ अब घर आइपुग्यौँ अब त कसरी खोज्नु होला र हामीले अब त खोज्ने उपाय नै छैन हामीले के अरे अब उहाँहरूको एरियामा हराएको यतातिर हामीले टाँसिसक्यौँ मान्छेले उ गरेको होला लुकाएर राखेको होला देखेको थियो भने चाहिँ मान्छेहरूले फेरि बेलामा के हो क्या 3 बज्नु लाग्यो 3 बज्यो होला नि नानु 3 बज्यो कति भयो ए अब अहिले ढिलो हुन्छ फेरि जानुलाई अब गएर खाजा बनाउने अनि खाने बेबी उठिसक्यो होला यतिखेर त कहिले जाँदा मस्त सुत्छ पो त यहाँबाटै झरुमै सर्टकट बाटो झरा पहिला हामी यहाँबाटै हिँड्थ्यौँ यहाँ खेतीपाती लगायो भने चाहिँ हिँड्नु मिल्दैन यहाँबाट चाहिँ आयौँ अब बिचरा हेर न उसको साङले अघि झन् त्यो फोटोहरूमा त कस्तो राम्रो देखेको नि अघि त्यो उनीहरूले खिचेर राखेको फोटो घरमा खिचेर चाहिँ राखेको छ नि उसको डोरी र पेटी हेर न यो अस्ति यो नयाँ के लगन खेलबाट ल्याएको उठेकै छैन रहेछ उठेकै छैन रहेछ सुतेछ मजा के उठेको उठेछ 12 बजी सुतेराखेको 1-2 मजाले सुतेछ नि राजा भर्खर उठेको कि म मजाले सुतेछ नि त गरो के हुन्न तल ऊ ओछ्याएको छ ल आऊ नानो ओछ्याउ हामी माथि त्यो के अरे त्यो ऊहरू नि आएको थियो त्यो दाइ र बाउ छोरा कि को आएको रहेछ त्यहाँनिर बोलाएर अनि कुरा गऱ्यौँ अनि उम्क्यो भन्छ अनि उनीहरूलाई नि अब के गर्नु हराइ सक्यो अनि फेरि उनीहरूले नि पोस्टर टाँस्नु लगाएर त्यहाँ टाँस्दै थिएँ हामी नि गएको माथि त्यो उनीहरूको घरतिर बाई बाई राम्रोसँग जाऊ ल बाई बाई कुकुर खोज्नु सघाएकोमा धन्यवाद राम्रोसँग जाऊ ल ओके बाई बाई तिनी दिदी गयो हो अब म चाहिँ के गर्छु यहाँ मेरो लुगा फाटोहरू मिलाउँछु कुन चाहिँ एउटा गाडी हामीले चाहिँ आजदेखि झुल निकालेको के झुल राख्यो भने उसलाई यो माथि खेल्दाखेरि चाहिँ सजिलो हुने कि अस्ति एकचोटि यहाँ लडेर यो भित्र झुन्ड्यो कहाँ दुख्यो ए अघि झुल फेर्दाखेरि उसको त्यहाँनिर लडेर बिचरा घुँडा ठोकेको थियो अनि उसले जहिले झुलको कुरा गर्यो कि दुखी भयो भनेर उसको घुँडा दुखेको सम्झिन्छ हो बरा रेस्लिङ खेल्छ यो माथि त्यतिखेर चाहिँ कस्तो ऊ हुने कि यो बारले मात्रै काम नगरे झुलसँग भयो भने चाहिँ ऊ हुने के
आज चाहिँ हामी कुकुर खोज्नु चाहिँ अब त्यतिकै उहाँहरूले नि पोस्टर टाँस्दै हिँड्नु भएको थियो। अब के हुन्छ, अब भेट्छ कि भेट्दैन थाहा छैन। उहाँहरूको एरियातिर हराएको हो नि त, यहाँदेखि 10 मिनट त गाडीमै लाग्छ होला माथि। अनि अब उहाँहरूको एरियामा हराएको, हाम्रोतिर अब हराएको भए त हामीले खोज्दा नि हुन्थ्यो। नभए पनि अस्ति टाँसेको पोस्टरहरू चाहिँ अझै उकाएको छैन, मान्छेहरूले कतै देख्यो भने भन्दा नि अब पालेको होला, लगेर साङ्लीसँगै चुटेर गएको भन्दै हुनुहुन्थ्यो। अब त्यसो गर्दा मान्छेहरूले लगेर पाल्यो होला के। अनि बाटोतिर भन्दा खुला भए त ऊ त आउँछ, जति दिन भए पनि आउँछ, ऊ त घाइते भए पनि आउँछ कि। घर त पहिला पनि त्यस्तै गर्थ्यो, 2 दिनमा जे भयो नि 2 दिन 3 दिनमा त आउँथ्यो घर। जस्तो भयो नि घाइते भएर आए पनि जस्तो भए पनि आउँथ्यो। अनि मान्छेहरूले पालेको होला, उहाँहरूले नि खोइ अब बल्लैले छोडेको त होइन होला, अब सिक्री नै चुटाएर हिँडेछ भनेर भन्नुभएको थियो। अब के हुन्छ अब हेर्दै गरौँला। उहाँहरूले नि फोन राखेर, हामीले आइडिया दिएको फोन राखेर पोस्टरहरू टाल्नु भनेर फेसबुकमा चाहिँ हालेको छु भन्दै हुन्थ्यो। अब फेसबुकमा त त्यति सजिलो हुँदैन नि त। अनि आजको हाम्रो भिडियो चाहिँ अब यतिमै इन गर्छौँ। यतिन्जेल हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। बाई बाई, गुड नाइट। गुड नाइट गर राजा।